ओहो हेलो के छ नि सन्चै आरामै हुनुहुन्छ नि। आज हजुरमाझ मैले एउटा जेन्युन इन्फर्मेसन लिएर आएको छु। यदि तपाईँहरू कसैलाई पनि अब कमर्स फ्याकल्टीबाट हुनुहुन्छ अथवा बिबिएस लिएर पढ्नुभएको छ अथवा अन्य कुनै संकायबाट पढ्नुभएको छ र तपाईँहरूलाई लाइसेन्स निकाल्न मन छ भने माविको लाइसेन्स दिन पाउँदो रहेछ। माविको लाइसेन्स दिने होइन, अनि त्यसको त्यो सर्टिफिकेट लाइसेन्स चाहिँ होइन मान्यता हुनको लागि तपाईँले त्यो लाइसेन्स प्राप्त गरेको अथवा लाइसेन्स पास गरेको वर्षदेखि 5 वर्षभित्रमा चाहिँ तपाईँको हातमा चाहिँ होइन 1 इयर बिएड चाहिँ हुनु नै पर्दो रहेछ। सो 1 इयर बिएडको बारेमा हजुरहरूलाई यदि थाहा छैन भने 1 इयर बिएड भनेको 1 वर्षको बिएड कोर्स हो, जसमा चाहिँ अन्य संकायका विद्यार्थीहरूले चाहिँ सामाजिक शिक्षातर्फ दिन पाउनुहुँदो रहेछ र अन्य बाँकी जस्तो इङ्ग्लिस लिएकोले इङ्ग्लिसबाट दिन पाउनुहुन्छ, म्याथ लिएकोले म्याथबाट दिन पाउनुहुन्छ, साइन्स लिएकोले साइन्स लिएकोबाट दिन पाउनुहुन्छ। तर बिबिएस लिएकाहरूले चाहिँ सामाजिक शास्त्र भनेर 1 वर्ष बिएड गर्न पाउनुहुँदो रहेछ र यो बिएड गरेपछि होइन तपाईँहरूको त्यो लाइसेन्स पनि मान्यता हुन्छ र तपाईँहरूलाई टिचिङ फिल्डमा भोलि बिहान टिचर बन्न मन लाग्यो भने पनि सहज हुने गर्दछ। र पिजिडी कोर्स भनेर भन्दो रहेछ अहिले। पिजिडी भनेको पोस्ट ग्रेजुएसन भनेर भन्छ होइन। अहिले चाहिँ 1 इयर बिएड भनेर हटाएको छ र पिजिडी कोर्स भनेको छ र यो चाहिँ कुनै कुनै विद्यालयमा मात्र रहेछ। र मैले अहिले हाल पाएको जानकारी अनुसार मैले पनि अहिले पिजिडी कोर्स गर्न बुझ्दै थिएँ र बुझ्दा आजभोलि सायद अन्तिम मिति रहेको छ होइन। अनि त्यो चाहिँ तपाईँको यहाँ काठमाडौँका कलेजहरूमा चाहिँ 1 इयर बिएडहरू अझै पनि छन् होइन। यदि तपाईँहरूलाई इच्छा नै छ भित्रैदेखि एजुकेसन पढ्छु, शिक्षाशास्त्र कस्तो छ भनेर बुझ्न मन छ र अथवा आफूले आफ्नो फ्युचर टिचिङमा देख्नु भएको छ भने चाहिँ 1 इयर पिजिडी बिएड गर्न सक्नुहुन्छ है। गुड लक अल अफ यु। इफ दिस इन्फर्मेसन इज गुड फर यु देन submit a comment below and thank you.